कुरा सुन्यौ भने तिम्रो
तिम्रो दुःख तिमीलाई सन्तान चाहिएको भए यज्ञ गर्नु पर्छ राम्रो कथा पार सुनौ बारम्बार राम्रो कथा तिमीलाई सन्तान चाहिएको भए एउटा यज्ञ गर्नुपर्छ एउटा हरिवंश भन्ने लगाउनु पर्यो प्रसु भन्ने यज्ञ गर्नु पर्यो यो यज्ञ गरेपछि तपाईँको सन्तान हुन्छ नारायण नारायण यज्ञ सुरु हो त्यहाँ यज्ञ सुरु भयो ठुलो यज्ञ पुत्रको पनि यज्ञ पनि भयो र गुरुजीले भन्नुभयो यज्ञ गरेको बेलामा त्यहाँबाट अग्निबाट पाइल्स निस्किन्छ त्यो पाइल्स तपाईँहरूले आफ्नो रान तपाईँले आफ्नो रानीहरूलाई बाँडेर खान दिनुभयो भने सन्तान हुन्छ भनेर भनिसकेपछि गुरुजीको यस्ता कुरा सुनेर लौ अब त्यसै गरौँ भनेर यज्ञ सुरु भयो त्यहाँ अग्निबाट पाइल्स निस्कियो त्यो पाइल्स हातमा लिएर नारायण दिए रानीलाई